चाहिँ हाम्रो समाजले जुन समाजमा अब दुर्व्यसनी नलागेकाहरू हुन्छ नि मलाई चाहिँ जुन अब हाम्रो समाजले गलत सोचले हेर्नुहुन्छ नि त्यो विषयमा चाहिँ तपाईँको भनाइ चाहिँ के छ? अब यस्तो हो, तपाईँको मान्छेको आफ्नो सोच हुन्छ होइन। अब सबैको एउटै सोच हुन्छ। अब मेरो सोचमा चाहिँ मलाई चाहिँ के लाग्छ भने दुर्व्यसनीमा परेको मान्छेलाई गलत सोचले हेर्नुभन्दा पनि होइन, अब कसैले दुर्व्यवहार गर्दैछन् भने त्यो पनि एउटा दुर्व्यसनी हो जस्तो लाग्छ। जस्तै अहिलेको यो समाजमा तपाईँले अब कसैलाई कोही व्यक्तिले नराम्रो ढङ्गले प्रस्तुत गर्छ, कसैलाई अब नराम्रो बोली वचन गर्छ, कसैको नराम्रो चाहन्छन्, कसैलाई हेपेर बोल्ने बानी, जस्तै अब दुर्व्यवहार गर्ने बानी छ भने चाहिँ होइन, मलाई त्यस्तो व्यक्तिहरू पनि चाहिँ दुर्व्यसनीको शिकार हो जस्तो लाग्छ। किनकि मानिलियो अब उहाँहरू चाहिँ अब जहाँ बसी अब लागु औषध नखाए तापनि उहाँहरूले गर्ने व्यवहार भोलिको फ्युचरमा गएर उहाँहरूको बच्चाहरूले दुर्व्यसनीमा नफस्ला भन्न सकिँदैन नि त। किनभने दुर्व्यसनीको शिकार हुनसक्छ कि, किनकि अब उहाँहरू भने त एउटा रुखको जरा जस्तै हो होइन, उहाँहरू फिँचिँदै जाने हो र उहाँको बच्चाहरूले चाहिँ भोलि पर्सि उहाँहरूको व्यवहार त बच्चाहरूले कपी गर्छ, अनि उहाँहरूले जस्तो व्यवहार गरेर त्यो बच्चाहरूले पनि त्यस्तै गर्छ। अनि भोलिको दिनमा गएर उहाँहरूको बच्चाहरू चाहिँ एउटा गलत सङ्गतमा नपर्ला भन्न सक्दैन होइन। त्यसैले दुर्व्यसनीलाई नराम्रो सोच्नुभन्दा पनि पहिला मान्छेले आफ्नो सोच परिवर्तन गर्नु पर्यो र व्यवहार चाहिँ राम्रो गर्नु पर्यो।